दर्शन नमस्ते हजुर सबैलाई साँच्चै आराम हुनुहुन्छ होला। सो म पनि आरामै छु। आज 18 गते असारको आइसक्दासम्म पनि यहाँ पानी परिरहेको छैन। सो त्यही आज हाम्रो घर खेतरोपाई छ। म खेतरोपाई देखाउने छु तपाईँहरूलाई। यस्तो छ, प्राकृतिकले पनि अहिले ठगिरहेको छ। प्रकृतिले पनि पानी पर्न सकेको छैन। आज 18 आइसक्यो, असारको आधी सकिसक्यो। सो आज खेतरोपाई छ, म खेतरोपाई देखाउने छु। यही नै हो, स्टे ट्युन हेर्दै गर्नु होला। सो तपाईँले नजर हेर्नुहोस् न, अहिले बल्ल अलि घमिलो भइरहेछ। पानी पर्छ कि जस्तो गरिरहेछ। बादल पनि यस्तो छ। सो यहाँ छिमेकीहरूले चाहिँ मासतिर हो, उता मासतिर रोपिसक्यो। सो त्यहाँ चाहिँ आज रोपाइ छ। अनि यता हाम्रो पल्तिरको आन्टीको पनि रोपाइ छ, छिमेकी आन्टीको। हो त्यहाँ हेर्नुहोस् न, दृश्य यस्तो मनमोहक दृश्य छ। तर के गर्ने, पानी पर्न सकिरहेको छैन। यही नै छ बुटोल, गर्मी छ। खै यो वर्ष त के भएछ नजरा चाहिँ यस्तै छ। अब बर्खा हो। ठ्याक्कै तपाईँले मेरो यहाँ बोर्ड देख्नु भएको छ, थापा किराना एन्ड फ्रेस हाउस प्रोपराइटर भनेर टक्कै यहाँनिर लेखेर राखेको छु। यही नै हो मेरो पसल। तपाईँ एकचोटि भिजिट गर्नु होला नि त तपाईँहरू है। त्यही हो। अब खेतरोपाईतिर नजरा यस्तो छ। हाम्रो नजिक यहाँ छिमेकीहरूले पनि रोप्नु भएको छैन क्या अरे। अनि त्यही हो। सो यता यस्तो छ। कागती कतिको मनपर्छ, दामी कागती फल्याछ। हेर्नु न, दामी छ कागतीहरू। यही हो, ठ्याक्क यहाँ मेलो बनाएर छोड्या छ। मैले एकछिनमा रोप्छौँ हामी। सो यही हो हाम्रो मेलो। अनि यो पेन्ट हानेको घर चाहिँ ट्याक्क मेरो। अनि ओ दृश्य चाहिँ दामी भ्यू आइदिया रहेछ है। अनि म चाहिँ ठ्याक्कै हाम्रो बङ्गुरखोरमा आएँ। ठुलो अस्ति नै काट्यो, दुईवटा सानो छ। अब दाना दिने भने चाहिँ सेकेन्ड खोर, यहाँ चाहिँ सिङ्गल पिस मात्र छ। अलि ठुलो छ यो चाहिँ। यता बसिरहेछ, माखा घलिरहेको छ। अब सफा गर्न भ्याइया छैन। कागतीको बुट्टा फेरि यता पनि छ, यता नि फलिरहेछ। सो म यता आइसकेँ खेतमा। खेत पार गर्नलाई हामीले ठुलो खोला पार गर्नुपर्ने हुन्छ टक्क। यहाँ बेलौतीको बुट्टा पनि छ। अब म बेलौतीको बेलौती पाकिरा, यसलाई कसैले अम्बा भन्छन्, कसैले बेलौती भन्छन्। सो म चाहिँ यसलाई बेलौती खाइरहेको छु। अर्ग्यानिक आफ्नो घर फलको यहाँ छ बुट्टा। ल हेर्नुहोस्, अलि देखिएन क्या, देखिएन पाकेर त लचरम्मै भएछ। खाइरहेको छु म, अर्ग्यानिक बेलौती खाइरहेको छु। अहिले रोपिराख्नु टन्चाले भएन लाएर चाहिँ अब सेकेन्ड गडा चल्लो एउटा गडा भ्याइएछ। रोपेर भ्याउनु मस्त गुलियो छ बेलौती। किरा छैन। सो दामी नजरा देखिरहेछ मासतिर। अनि यहाँ रोपाइ सुरु छ। अब म पनि यता छु। अब म पनि रोप्न छिर्न लाग्यो टक्क। अनि अब रोप्नु पऱ्यो। बटौलीमा सरापेछ प्रकृतिले दह्रो घाम लागिरहेछ। अब त्यही पनि रोप्न जानु पऱ्यो। हेर मै त कस्तो रोपिन्छ। लगाइ रोप्न गएको म नलाउँदै।
सो फाइनल्ली रोपेर नि भ्याइयो पसिना पनि